सन यहाँबाट हिँडेको अब कारपाकबाट हिँड्दा भर्खर 10 मिनट भएको थियो 10 मिनटमै थाकिसक्यो म सायद धेरै पछि हिँडेर नै होला because I walk like what after 2 months or 3 months I haven't been anywhere त्यही भएर चाहिँ मलाई अब कति घर बस्ने कति अब आज यहाँ पब्लिक होलिडे छ पब्लिक होलिडेमा सिक्दिएन अब के गर्ने त भन्दाखेरि ल त एउटा हाइक गरिदिउँ न भनेर so that's what I thought and I prepared my meal and got up here. Pretty far, the views are amazing. पानी पर्छ लेखेको थियो तर thankfully आज घाम लाग्यो है you can see अघि पुरै सजिलो बाटो हिँडिरहेको थिएँ अब चाहिँ अफ रोडहरू जस्तै आइसक्यो है पुरै हाइक गएको जस्तो अब चाहिँ हुँदैछ घाम लगाएर पुरै उयो थियो अहिले त पुरै घाम अलि लागिरहेछ तर यस्तो भइरहेछ पुरै हुस्सो लागेर केही नै छैन पछाडि हाम्रो हल्का खैरे साथीहरू आउँदै हुनुहुन्छ डेस्टिनेसन आइपुगिसकेका छौँ हामी and this is Lake Esperance. I guess that's how it's pronounced but I'm not sure. People and this is absolutely amazing. यहाँ बसेर ट्र्याक जानुपर्छ त्यसपछि माथि लाग्ने फेरि अहिले ठाउँको ठाउँमा अब यस्तो भइसक्यो अघिसम्म पुरै क्लिन एन्ड क्लियर थियो अब हेर्नुहोस् त पुरै उसुले खाइसक्यो म चाहिँ अब खाजासाजा खाएर चाँडै भयो केही नदेख्ने भइसक्यो अब पुरै उयो नै त्यही भएर आइएम हेडिङ टुवर्ड्स द पिक राइट नाउ अब माथि जाउँ कि नजाउँ भयो अब यस्तो वेदर यस्तो भइहाल्यो वरिपरि केही नै छैन कोही नै छैन आम अल अलोन अनि पुरै हुसु लगाएर केही देखेको पनि छैन अब लेट्स सी व्हाट ह्यापन्स धेरै चढेर आएपछि stumbled upon another lake and it is called Ladies Tan. धेरै हावा आइसक्यो यहाँनिर This is Ladies Tan, right? अझै धेरै हिँड्न बाँकी छ त्यही भएर फर्केर आउँदा पनि टाइम भनेर रोकौँला अब अहिले नै यस्तो हावा लगाइसक्यो पानी पऱ्यो भने गाह्रो हुन्छ त्यही भएर heading out see you at the peak अब लेडिज थान कटेर माथि हिँडिरहेको बाटो लास्ट पानीले भिजेको छ हिजो पानी परेको थियो होला सायद अनि यस्तो सानो छ कि साँगुरो अब हेरौँ अगाडि कस्तो हुँदै जान्छ अहिलेसम्म त ठिकै छ कतिको गाह्रो छ माथितिर गएपछि चाहिँ ढुङ्गा भएर गाह्रो छ भन्थ्यो लेट्स सी बाटो भर्खर मैले चढेर आइरहेको छु तर फेरि भ्यू भने चाहिँ सक्दैन नि फेरि अहिले चढ्दाखेरि त सजिलो हो झर्दाखेरि कसरी झर्ने भन्ने कुरा टेन्सन भइरहेछ मलाई त्यही भएर लेट्स सी के गर्न सकिन्छ हार्सपेक छ ऊ त्यो माथि होस लागेको छ मलाई तर भर्खर पुगेछु यत्रो उकालो चढेर अब चाहिँ कहाँ पुग्छ हेरौँ बाटो यस्तै हो It's getting windier and colder
थ्याङ्क गड मैले ज्याकेटहरू लिएर आएको थिएँ, त्यही भएर आज खासै केही प्रब्लम भएको छैन। सो लेट्स सी त्यो पिक अगेन, होपफुली द्याट्स द पिक। कोही छ छैन, को बाटो यो अरे कहाँबाट जाने हो? लास्ट स्टेप होस् यो चाहिँ। अनलक्की भयो आज, माथि आएर केही भ्यू नै नदेख्ला जस्तो छ। बट हेरौँ, माथि आएर एकछिन रेस्ट गरौँ। योभन्दा माथि केही गरेछ भने बाटो जाँदा यही हो जस्तो लास्ट। Finally, top of the peak. डर यार, केही देखाएको छैन, यस्तो हाइटमा छु म, सिधै भिडियो तल। यस्तो खतरा भ्यू आउँथ्यो होला अब, रियालिटी एक्सपेक्टेसन्स भइसक्यो।